नमस्कार। 2082 फागुन 3 गते आइतबार। मौसम विश्लेषण। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था। हाल तराई भूभागका केही स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु कुहिरो लागेको छ भने देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज 2082 फागुन 3 गते आइतबार। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको 1-2 स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। चेतावनी तथा परामर्श जारी मिति 2082 फागुन 3 गते आइतबार बिहान 9 बजे। तराई भूभागका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु कुहिरोको सम्भावना रहेको तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको 1-2 स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ। मौसम सम्बन्धी थप जानकारीको लागि सम्पर्क गर्नुहोस्। मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर, काठमाडौँ। फोन 1155 1014 113 119 1014 113 345।